हेलो गाइज सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। सबैजनालाई नमस्ते। आज चाहिँ मदर्स डे हो। हामी चाहिँ हाम्रो मम्मीलाई सरप्राइज दिन जान आँटेको छ। मम्मी भन्नाले पुग्छ मम्मी म अनि जुला दिदीको मम्मी मेरो बुम्मा, हामी तीनजनाले मिलेर सरप्राइज दिन आँटेको। हामी चाहिँ धेरै छु नर्भस भन्न एकदम एक्साइटेड अनि के भन्छ अनि हाम्रो मम्मी चाहिँ ढड्डा जानुभएको छ। ढड्डाबाट कतिखेर आउँछ भनेर हामी डराइ जाँदैछौँ केक लिन। अनि हामी चाहिँ केक लिन जाँदैछौँ अनि के गर्ने भनेर कसरी घरमा राख्ने तुम्माहरूलाई सरप्राइज कसरी दिने भनेर हामी सल्लाह गर्दै पनि जाँदै थियौँ। अनि यहाँनिर पसल पनि छिर्यौँ चिसो किन्नको लागि, चिसो खुवाउने भनेर। अनि हामीले किनिसक्यौँ, बाहिर निस्क्यौँ अनि 10 रुपियाँ फिर्ता आयो भनेर मैले देखाउँदै थिएँ। अनि हामी चाहिँ केक पसल जान आँट्यौँ। केक पसलको घर चाहिँ हो खासमा हामी हिजो राति प्लान गरेर गएको थियौँ मम्मीलाई नभनिकन। अनि यो चाहिँ हो पसलको घर। पसल चाहिँ माथि कहाँ छ त्यो चाहिँ मलाई त्यति थाहा भएन। अनि यहाँनिर आयौँ, एकदम लाज लागिरहेको थियो र पनि हामी उयो गरेर गयौँ। हामी चाहिँ पुग्यौँ यहाँनिर। अनि मैले मेरो दिदीलाई देखाएँ, उयो अङ्कलले चाहिँ केकहरू ल्याइदिनु भयो। अनि अब हामी घरतर्फ लाग्दैछौँ। दिदीले चाहिँ त पनि बोक्न, त चाहिँ के बोक्दिनस्, बहिनीलाई मात्रै अराउँछस् भन्दै गाली गर्नुभयो। अनि मैले बोकेँ चिसो। अनि हामी घरतर्फ लाग्यौँ। अनि हामी चाहिँ केक लिएर घर जाँदैछौँ। अनि छिमेकी आन्टीहरूले हेर्नु भएर हामीलाई एकदम लाज लागिरहेको थियो र पनि हामीले हिम्मत गरेर जाँदैछौँ। अलिकति मलाई बोल्न आएको छैन मजाले, किनकि यो मेरो फर्स्ट उयो मिनी ब्लग हो, त्यो पनि एकदम एक्साइटेड पनि छौँ। अनि इसिका चाहिँ साइडमा चाहिँ मेरो मम्मी बोल्नु हुँदैछ किनकि आज हाम्रो मामालाई जाने, त्यसमा पनि एक्साइटेड छु। अनि हामी चाहिँ जाँदैछौँ गाइज। हामी चाहिँ फाइनली घर पुग्न आँट्यौँ। अब मम्मीहरू ढड्डा जानुपर्छ, कतिखेर आउनुहुन्छ त्यो चाहिँ थाहा भएन। मेरो बहिनीले चाहिँ मलाई पनि देखाएन, म एउटा कुरा भन्छु भन्दै यता मलाई क्यामेरा फर्काउन लगाएँ। अनि तपाईँहरू सबैजना मलाई सहयोग गर्नु, म धेरै रोगी छु भन्दै यहाँनिर अब हात जोड्दैछ। मैले चाहिँ मेरो बहिनीलाई अलिकति जिस्काइदिएको रिसाएर हो। अनि हामी चाहिँ घर पुग्यौँ। अनि अब ढोकाहरू खोल्दैछौँ, केक कस्तो बन्यो भनेर पनि हेर्दैछौँ। धेरै गर्मी भएको थियो, थाकेर त्यहाँ पर हिँड्दै गएर आएर यस्तो घाममा। अन्जुलाले चाहिँ केक खोल्नुहुँदैछ। अनि केक खोल्यो, कति राम्रो रहेछ, डेकोरेटहरू पनि राम्रो गरिदिनु भएको रहेछ। हामी धेरै खुसी छौँ अनि एक्साइटेड पनि छौँ। सो गाइस एकछिन पछाडि भिडियो गर्छु भनेको तर म रोकिन सकिनँ। अनि जुलाईले चाहिँ केक लगेर फ्रिजमा राख्यौँ किनकि पिग्लिन आँटेको रहेछ थोरै। अनि फ्रिजमा राखेर चिसोहरू राखेर अनि स्प्रेहरू राख्यौँ किचनमा। हामी मम्मीहरू आउने बेला हुन आँटिसकेको छ। अनि म चाहिँ अलिकति ऐना हेर्दै आफूलाई हेर्दै यस्तो नाटक गर्दै थिएँ। इसिका पनि त खबा गर्दै थियो, तर जुलाईले कराउनु भयो। म चाहिँ इसिका चकचक गर्दै थियो, इलिली गाली गर्दै थिएँ। अनि मम्मी आउनु भयो कि भएन भन्दै हामी चाहिँ सोरी चियाउँदै थियौँ क्या। अनि स्प्रे हल्लाउँदै थिएँ म, भरे स्प्रे राम्ररी गएन भने त राम्रो हुन्थ्यो।
हामी यो गर्ने भन्दै थियौँ, मम्मीहरू आउनु भयो र आमा म हतार भएर केही भिडियो गर्न सकिनँ, सरी त्यसको लागि। तर एकदम रमाइलो भयो, मम्मीहरू सब उयो सक हुनुभयो। ह्याप्पी मदर्स डे भन्दैछ चाहिँ। अब म चाहिँ भन्न आएन कि अब म मेरो बहिनीलाई यहाँ भन्नु लगाउँछु, तपाईँ बहिनीको कुरा सुन्नु होला। अनि त्यहाँदेखि मम्मीहरूले केक काट्नुभयो अनि हामी सबैजनाले ह्याप्पी मदर्स डे भन्यौँ। त्यहाँदेखि चाहिँ दिदीले केक मम्मी र तुम्मालाई खुवाइदिनु भयो। अनि त्यहाँदेखि एकछिन बस्यौँ अनि दिदीहरूले मम्मीलाई गिफ्ट दिनुभयो। तुम्मालाई चाहिँ किन नदिएको भन्दाखेरि तुम्मालाई चाहिँ हामीले अगाडि नै दिइसकेको थियौँ है गाइस। अनि त्यहाँदेखि चाहिँ अब हाम्रो ठुलो दिदीको पाली अनि ठुलो दिदीले सुरुमा तुम्मालाई खुवाउनु भयो अनि त्यहाँदेखि मम्मीलाई खुवाउनु भयो। अनि त्यहाँदेखि हामीले चाहिँ खुवाइदिइसक्यौँ। अब इसिकाको पाली भनेर इसिकाले खुवाइदिँदैछ। छ्यामा चाहिँ आउनु भ्याउनु भएन, उतैबाट जानुभएछ। हामी त्यसमा चाहिँ अब छ्यामालाई पनि सरप्राइज दिने भनेको पाइनँ। अनि म चाहिँ यहाँनिर यस्तो उस्तो भयो भन्दै यहाँनिर गुनासो राख्दै थिएँ। बट राम्रो भयो, तुम्बाहरू पनि रमाइलो गर्नुभयो, सबैजना ह्याप्पी छौँ। अलिकति सक पनि हुनुभयो तुम्बाहरू। थ्याङ्क यू फर वाचिङ माई मिनी ब्लग। सबैले यसरी नै माया गर्नु। केक खाएर यहाँनिर सकियो भन्दै देखाउँदै थिएँ, छ्यामालाई चाहिँ यति राखिदिएको। बाई बाई। फेरि बाई बाई भन्दै आएँ म, बाई।